आज म तपाईहरुसँग नवजात शिशुहरुमा देखिने केही समस्या र तिनको समाधानको बारेमा छलफल गर्नेछु। सबभन्दा पहिले हिकअप्स। तपाईहरुको बच्चालाई हिकअप्स अर्थात हिचकी आएर आत्तिनु भछ, त्यो आत्तिनु पर्दैन। बच्चाहरुमा हिकअप्स आउनु भनेको एउटा नर्मल प्रक्रिया हो। हाम्रो सास फेर्ने मांसपेशी डायफ्राम त्यसको इरिटेसन भएर यो भएको हुन्छ। यदि हिकअप्स भएको छ भने बच्चालाई आफ्नो काँधमा राखेर अलि थम्थम्याइदिनुस्, त्यो आफै ठीक भएर जान्छ। बच्चालाई निद्रा लागेको बेला कहिलेकाहीँ यर्निङ गर्छ, यो पनि नर्मल प्रक्रिया हो। त्यस्तै गरी बच्चाको नाकमा पानी वा सिंगान जम्मा भयो भने त्यसलाई निकाल्नलाई उले स्निजिङ हाच्छिउ गर्छ, यो नर्मल प्रक्रिया हो। यदि हाच्छिउ मात्रै गरेको छ, रुगाखोकी ज्वरो केही छैन भने आत्तिनु पर्दैन। नवजात शिशुहरुको मुखमा वा जिउको अन्य भागमा रातो डाबर आउन सक्छ, जुनको बीचमा सेतो वा पहेँलो रङको माथि उठेको एउटा दाना जस्तो देखिन्छ। यसलाई हामी इरिथेमा टक्सिकम भन्छौं। यो देखेर आत्तिनु पर्दैन, यो नर्मल कुरा हो। 2 देखि 3 दिनमा आफै हराएर जान्छ। कहिलेकाहीँ हामी नयाँ लुगा किनेर नधोइकन नवजात शिशुहरुलाई लगाइदियौं भने पनि डाबरहरु आउन सक्छ। तसर्थ नयाँ लुगा किनेपछि अनिवार्य रूपले धोएपछि मात्रै नवजात शिशुलाई लगाइदिनु पर्दछ। त्यस्तै गरी नवजात शिशुको नाकको माथि सेतो रङको दानाहरू देखिन सक्छ। यो उनीहरूको पसिनाको ग्रन्थीको त्यो प्वाल ब्लक भएर, त्यो प्वालमा अवरोध भएर भएको हुन्छ। यो 1 देखि 2 महिनामा आफै हराएर जान्छ, यसलाई केही गर्नु पर्दैन। त्यस्तै गरी नवजात शिशुको मुखको माथिल्लो भाग तालुमा मोती जस्तो सेतो दानाहरू देखिन सक्छ। यसलाई हामी एब्स्टेन पल भन्छौं, यसलाई केही गर्नु पर्दैन। त्यस्तै गरी छोरा वा छोरी सानो बच्चा भर्खर जन्मेको बच्चाहरुमा स्तन सुन्निएको, तिनीहरूको ब्रेस्ट ठूलो भएको देखेर कहिलेकाहीँ आमा बुवा आत्तिनुहुन्छ। तर त्यो आमाको हर्मोन बच्चामा आएकोले त्यो उनीहरूको स्तन ठूलो भएको जस्तो देखिएको हुन्छ। यसलाई केही गर्नु पर्दैन, आफै हराएर जान्छ। बरु त्यसलाई निचोर्यौं भने त्यसमा पीप बन्न सक्छ। तसर्थ त्यसलाई निचोर्नु हुँदैन, त्यसमा केही दल्नु पर्दैन। त्यस्तै गरी छोरी नानीको भेजाइना अर्थात गुप्ताङ्ग अर्थात योनिबाट सेतो पदार्थ बगेको वा रगत जस्तो पदार्थ बगेर आत्तिनु भछ, नआत्तिनु। यो पनि आमाको हर्मोन बच्चामा गएकोले भएको हुन्छ। केही दिनपछि आफै हराएर जान्छ, यसलाई केही गर्नु पर्दैन। धन्यवाद।